पर्दैन। माछाको बोसो हेर्नु न। हेलो एभ्रिवान, जोरले नमस्ते, फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा एन्ड मुकबाङ भिडियोमा। आई होप कि हजुरहरू पनि सबैजना सन्चै आराम अनि सुस्त हुनुहुन्छ र म पनि एकदमै सन्चै छु साथीहरू। आजको चाहिँ एकदम आफ्टर लङ टाइम मैले नेपाली कोदोको ढिँडो अनि यो चाहिँ नि म फिस करीसँग लिएर आइसकेको छु। अनि यो रहेको छ टमाटर एन्ड डल्ले खुर्सानीको चटनी, अनि यता रहेको छ सलादहरू हो। अब चाहिँ नि मौसमले च्यालेन्ज गरे अनुसारको साथीहरू, अब चाहिँ नि हल्का चिसो बढ्दै गए अनुसार मैले चाहिँ नि तातो तातो कोदोको ढेँडो लिएर आएर हजुरहरूको सामुन्ने उपस्थित भइसकेको छु। सो मेरो भिडियो अन्तिमसम्म स्किप नगरिकन हेरिदिनु होला। अनि यसरी नै मेरो मुकबाङ मन पराइराख्नु भएको छ, मेरो भिडियोहरू मन पराइराख्नु भएको छ, त्यसको लागि थ्याङ्क यू सो मच हजुरहरूलाई है। भन्दै अब चाहिँ नि मेरो मुखमा पानीहरू आइसक्यो। सो म चाहिँ नि ढिलो नगरिकन छिटो छिटो तातो तातो ढिँडो खान्छु ल साथीहरू। मैले अरू चाहिँ नि अरू केही लिएर आएन, मैले चाहिँ नि सादा सिम्पल मकैको कोदोको ढिँडो। यहाँ चाहिँ नि मैले घिउ पनि राखेको छु है। ल फर्स्ट बाइट। वाउ, कस्तो पिरो भइरहेछ चटनीको, अचार चटनी पनि। तातो। अब चिसो मौसम पनि चेन्ज हुँदै गएको छ नि त, अब जाडो मौसमहरू आउँदैछ। मलाई चाहिँ यसै पनि ढिँडो एकदमै मनपर्छ कि साथीहरू। हजुरहरूलाई चाहिँ कतिजनालाई मनपर्छ, कतिजनाले मन पर्दैन। यो खालको माछामा फेरि धेरै काँडा हुँदैन साथीहरू, त्यही भएर ढुक्क भएर खाइन्छ। यसमा चाहिँ नि कमसे कमै काँडा मिल्छ। दामी। डल्ले पनि खाइदिउँ क्या। कस्तो मिठो खुसबु छ डल्लेको। माछाको बोसो हेर्नु न। यो चाहिँ नि रेउ माछा अरे साथीहरू। मलाई चाहिँ नि माछाको नामहरू पनि थाहा छैन, थाहा पनि हुँदैन हो मलाई माछाको। पापा लिएर आउनुहुन्छ नि त। अन्त
ओ माई गॉड कति पुरो भयो डल्ले पुरा बस्दै बस्छ मेरो भाइ साथीहरु Pasti video भाइ साथीहरु कत्रो माछा हेरन यसमा चाहिँ एकदम कम काँडा मिल्छ साथीहरु एकदमै कम नानी बाबुलाई चाहिँ नि काँडा भएको खिलाउन अलि डर लाग्छ मलाई चाहिँ नि त्यही भएर यो नै लिएर दिनुहुन्छ प्राय जस्तो पापाले चाहिँ नि काँडाहरु नानी बाबुलाई खिलाउन सजिलो हुन्छ भनेर कति जनालाई चाहिँ ढेँडो मन पर्छ कति जनालाई मन पर्दैन मेरो चाहिँ नि फेभरेट हो ढेँडो चाहिँ नि मलाई चाहिँ नि मन पर्छ ढेँडो ल ढेँडो लास्ट बाइट वाउ यसमा चाहिँ नि माछामा यसको कत्रो काँटा हुँदो रहेछ हौ यो डल्ले खुर्सानी चाहिँ अन्नु बहिनीले दिएको मलाई है थ्यांक यू अन्नु बहिनी अझ मैले यो सकिन टमाटरमा पनि थियो डल्ले खुर्सानी हैन यो सब्जीमा पनि पिरै थियो त्यही भएर मैले एउटा मात्र खाए ल माछा पनि माछा
ल आज चाहिँ नि साथीहरु मैले पुरै खाना फिनिश्ड गरे। ल लास्ट बाइट म चाहिँ नि कुकुम्बर आजै होला साथीहरु मैले मुकबाङ गरेबाट चाहिँ नि एकदमै आरामसँग पुरै खाना फिनिश्ड गरेको चाहिँ नि ल साथीहरु आजको मेरो मुकबाङ चाहिँ यति नै थियो। छोटो मिठो मुकबाङ लिएर हजुरहरुको सामने आइसकेको थिए। सो अब चाहिँ नि म यो भिडियोबाट यही एन्ड गर्न चाहे। अब हामी मिल्नेछौँ नेक्स्ट भिडियोमा। अन्त मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक शेयर सब्स्क्राइब गरिदिनु होला भन्दै अब यो भिडियोबाट बाइ बाइ भन्न चाहे साथीहरु। सो बाइ बाइ।